मेरो माननीय सम्मानीय हाम्रो राष्ट्रपतिजी हुनुहुन्छ, उहाँलाई चाहिँ के भनौँ, अब तपाईँले मुटु नै सपाइदिएछु। ओके हुन्छ हुन्छ, केही नभन्नु। सबै नै भन्नुभयो। अब यो राष्ट्रको जिम्मा मलाई पाएको छ। अब म हाम्रो कार्यकारिणी प्रमुखज्यूसँग म यही भन्न चाहन्छु कि प्रस्ताव मिलाइदिनु, अलिकति उपराष्ट्रपतिको अलिक फरक लिङ्क बनाइदिनु। फरक लिङ्कमा तपाईँको थर्ड जेन्डर पनि पर्छ। ओके, उहाँले भन्नुभएको कुरासँग म समर्थन छु र समर्थन जनाउँदाखेरि म के भन्न चाहन्छु कि उपराष्ट्रपति को बन्छ भने मेरो साथीको मनमा रहर इच्छा कहर जागेको छ कि उपराष्ट्रपति चिट्टिक्क परेको ब्युटिफुल केटी हुनु पर्यो। थर्ड जेन्डरको भए पनि हुन्छ, तर म थर्ड जेन्डरको नियुक्ति नगरिकन के छ कि राजनीतिमा भनिन्छ नि, बिपी कोइरालाले भन्नुभएको छ कि राजनीति सत्ताको खेल होइन, चेतनाको खेल हो। र यही चेतनाको खेलमा म